यार मेरो अब नाम थाहै होला, त्यहाँ हेर्नु होला हैन। म एउटा के भन्न चाहन्छु, सबै सन्चै होला हैन। मलाई यो स्टाइल भाषा पनि आउन्न, यही गाउँले पारामा बोल्छु म। अब यो मेरो बोलाइ यही यस्तै छ। यहाँ म यो रुम देखाउँथेँ र लाज मान्नु छ, भोलि सरसफाइ गर्छौँ हामीहरू, सरसफाइ गरेपछि देखाउँछु। नत्र यो अहिले रुम देखायो भने मेरो आफै बेइज्जत, आफै बदनाम हुन्छ हैन। मेरो त के हुन्थ्यो, म आए कति एक हप्ता भयो, केटाहरूले यस्तै बनाएर राखेन है। मलाई धेरै खासै गन्दा ठिक लाग्दैन कि। त्यही भएर अब भोलि साफ गर्ने भनेको छ हामीहरूले, सब लाएर साफ गरिन्छ। खाल्डाउन अब नेपाल जान पनि कहिले पाइएला भन्ने भइएको छ। नेपाल पनि जानु पर्यो। होला न अहिले बाहिरतिर गएन, अहिले रातिका 10 बजे बाहिरतिर घुम्न गएन। के हो, रातिमा खासै इन्डियातिर निन लाग्दैन कि, बानी बसिसक्यो। रातिमा निन लाग्ने, दिउँसोसम्म बरु हुन्छ नि, बस्न बाहिर यताउता बसेपछि आँखा अनिदा हुने, निन लाग्न खोज्ने, यस्ताहरू हुन्छन् के। र है यार मेरो अब नाम थाहै होला, त्यहाँ हेर्नु होला हैन। म एउटा के भन्न चाहन्छु, सबै सन्चै होला हैन। मलाई यो स्टाइल भाषा पनि आउन्न, यही गाउँले पारामा बोल्छु म। अब यो मेरो बोलाइ यही यस्तै छ। यहाँ म यो रुम देखाउँथेँ र लाज मान्नु छ, भोलि सरसफाइ गर्छौँ हामीहरू, सरसफाइ गरेपछि देखाउँछु। नत्र यो अहिले रुम देखायो भने मेरो आफै बेइज्जत, आफै बदनाम हुन्छ हैन। मेरो त के हुन्थ्यो, म आए कति एक हप्ता भयो, केटाहरूले यस्तै बनाएर राखेन है। मलाई धेरै खासै गन्दा ठिक लाग्दैन कि। त्यही भएर अब भोलि साफ गर्ने भनेको छ हामीहरूले, सब लाएर साफ गरिन्छ। खाल्डाउन अब नेपाल जान पनि कहिले पाइएला भन्ने भइएको छ। नेपाल पनि जानु पर्यो। होला न अहिले बाहिरतिर गएन, अहिले रातिका 10 बजे बाहिरतिर घुम्न गएन। के हो, रातिमा खासै इन्डियातिर निन लाग्दैन कि, बानी बसिसक्यो। रातिमा निन लाग्ने, दिउँसोसम्म बरु हुन्छ नि, बस्न बाहिर यताउता बसेपछि आँखा अनिदा हुने, निन लाग्न खोज्ने, यस्ताहरू हुन्छन् के। र है